मेरो नाम निरशोभा लिम्बू हो। म यहाँ बस्छु टिसिपीमा। मेरो बहुत प्रब्लम थियो। अरू पेटको घुट्नाको त घुँडाको त मेरो 10 साल 12 साल भएको थियो। फेरि मेरो यहाँ जानकारी मिलेर मैले यहाँको दबाई खाँदैछु। अहिले बहुत राम्रो भएको छु। घुट्ना पनि बहुत राम्रो भएको छ। बाँकी बिमारी एलर्जी भी राम्रो भयो। सबै राम्रो भयो। ल्याट्रिन क्लियर हुँदैछ। बाँकी सब राम्रो हुँदैछ। घुट्नाको थोडा अब अलिकति बाँकी छ। अच्छा राम्रो छ। तपाईँहरू आउनुहोस्। कोहीलाई प्रब्लम भयो भने यहाँ टिसिपीमा हो, आउनु। तो आंटी तपाईँको दवा खाएर कति दिनको अंदरमा रिजल्ट पायो नि? दबाई खाएर चाहिँ मतलब अब 1 महिनामा चाहिँ राम्रो रिजल्ट निस्क्यो। बाँकी चाहिँ 15 दिन 12 दिनमै राम्रो निस्क्यो। और तपाईँको ग्यास्ट्रिकको एलर्जी कति माने कति दिनमा? ग्यास्ट्रिक एलर्जी त 1 हप्तामै खत्तम भयो। 1 हप्तामै रिजल्ट पाएको नि? अरू तपाईँको बिमारी जस्तै कि कसै प्रकारको बिमारी थियो? पेटको अंदर के बिमारी भएको थियो? पेटको अंदर मेरो उयो थियो, ब्लडको उयो थियो, ब्रेनमा अलिकति थियो, निन्द्रा बाक्लो थियो। अरू सबै अहिले त ठिकै छ। ठिकै छ। यहाँ अहिले कति दिन भयो दवा खाएर? अहिले तपाईँको यहाँ मैले 2 महिना पनि भएको छैन। 4 तारिक मेरो 2 महिना हुन्छ। बहुत राम्रो भएको छ। 2 महिना तपाईँको यहाँ यही सब दवा खाइरहेको छ नि? हेरे तपाईँको हेर्नु सक्छ सबै दर्शकहरू। आन्टीको मैले दवा दिएको छु। प्राचीन हब्स हेल्थ केयरको दवा छ। यहाँ ग्यासको, लिभरको, टाउको, ब्लड्सको सबैको घोडाको एलर्जीको मैं दिए थे आंटी को। अहिले बहुतै निको भएको छ। रिजल्ट थुप्रो कम दिन में आइपुग्यो। अहिले मैक्सिमम 1 हप्ता 10 दिन खाएर रिजल्ट आइपुग्यो। 2 महिना हुँदैछ। अहिले बहुत निको भएको छ। तपाईको दर्शकहरू केही त्यस्तै बिमारी छ यहाँ सम्पर्क गर्नु। मेरो नाम पप्पू कुमार सिंह छ। कन्ट्याक्ट नम्बर छ 9365573846 9365573846। तपाईको देख्नु हुनुहुन्छ, तपाईको सुन्नु हुनुहुन्छ। यदि राम्रो लागे, राम्रो पाए नि हे भिडियो त तपाईको शेयर गरिदिनु ल। धन्यवाद।